फेरि पनि एकदम स्वागत गर्दै मेरो छोटो है मिनी भिडियोमा र अहिले हालैमा हाम्रो मामाको 5वटा गाई रहेछ। यी 5वटा गाई तपाईको यहाँदेखि त तपाईको अब लगभग खोला पारी भन्ने जग्गा रहेछ। त्यहाँनिर चाहिँ लानुपर्ने छ गाईहरूलाई। यहाँ मलाई हेर्दैछ, आइज आइज। यहाँ अगाडि 4जना हिँड्दैछ। म चाहिँ यहाँनिर अहिले आसाममा आएर साथीभाइहरू गाई पालनमा लाग्यो भने न मामा गाई हो मेरो त होइन। र गाईहरू लिएर तपाईँको लगभग पर खोलामा जाने रहेछ। म पनि यहाँनिर मेरो भाइसँगै मेरो भाइ पर रनिङ गर्दै आउँदैछ। भाइको कुकुर पनि रहेछ, देख्न सक्नुहुन्छ। यो त उहाँ चाहिँ मेरो मामाको छोरा। हामी त्यही 2 भाइ चाहिँ लाग्दैछौँ गाई छोड्नु। तपाईँलाई म भन्ने छु यो गाई त कहाँ लगेर बान्ने रहेछ। आजको मौसम पनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ एकदम पानी, रातभरि पानी नै पर्यो। अहिले बिहान पनि सिमसिम हल्का पानी पर्दै। यो तपाईँले देख्नुहुन्छ आसामको हाम्रो यहाँको गाउँ जाँदैछ हामी गाई लगेर। चिलायो चिला खेल्दा यहाँ माइस कहाँ त र गाईहरू है। यसको नाम त रहेछ डल्ले। डल्ले पनि बिहान बिहान गाई छोड्नु जाँदैछ हो मेरो भाइसँग। एडल त गएको एडल यहाँ छ। डल्ले आइज डल्ले 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 आइज आइज। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर गाईको बथन रहेछ। यहाँ गाईहरू पनि अब यहाँ यो गाईहरू पनि छोड्नु लान्छ हो यहाँदेखि। यहाँनिर एकदम अफरोड भयो, एकदम भिलेज लाइफ यहाँको एकदम। किनकि यो जग्गा त एकदम है तपाईँको सिटी छैन, पुरा तपाईँको यो जग्गा त एकदम भिलेज। भाइ कहाँ गयो? ओ भाइ कहाँ गयो? को तिम्रो अर्को भाइ हो? आमा 2जना सेम छ त नि। दुध लिएर आएको ल। उहाँ त उहाँ नानीहरू चाहिँ यो गाउँको बासिन्दाहरू रहेछ हो। यहाँनिर बसिने मान्छेहरू खेल्दै हो, देख्न सक्नुहुन्छ। यो एरिया त पुरा तपाईँको है भिलेज एरिया। पुरा तपाईँको हरियाली, तपाईँको पुरा रुखै रुख। चराहरूले कराएको आवाज सुन्नुभयो होला तपाईँहरूले। चराहरू एकदम यहाँनिर चाहिँ फेस टाइममा चराहरू एकदम हेभी मात्रामा तपाईँहरूले चरा पाउनु हुनेछ। र म त यहाँ लाग्दैछु किनकि यहाँदेखि पनि तपाईँको रहेछ 2टा बाटो। किनकि आजभन्दा 11 वर्ष आएको त्यसको नै बिर्सिसक्यो। तर मलाई अलिक थाहा छैन जस्तो मलाई लाग्छ। किनकि यो बाटो म हिँडेको पहिला यहाँनिर तपाईँको त्यहाँनिर एउटा पोखरी पनि थियो। यता एउटा खोला थिएन यहाँ? यो खोलामा म घुमेको नि। यो खोला थाहा छ मलाई। किनकि यता पहिला 11 वर्षमा मलाई खोला थियो भने थाहा छ मलाई अलिअलि। अब मलाई थाहा रहेछ। यहाँनिर देख्न सक्नुहुन्छ एकदमै र तपाईँको अहिले चाहिँ पानी परेको दिन पनि एकदम जाडो भएर छ भने म ज्याकेटमा छु। तपाईँ भाइहरू त बानी रहेछ, बाहिर त भेस्टमै छ। तर हामीलाई त अलिकति जाडोको मान्छेहरू भएर निकै जाडो नै भयो। र यति भने तपाईँहरूलाई पनि थ्याङ्क फर वाचिङ भन्दै म त अब गाईहरू देख्नु होला एनिमल्स लभर हो। एनिमल्सलाई छोड्नु तपाईँको खेतीतिर लागि भनौँ न मामाको एनिमल्सलाई लिएर चाहिँ। यति भन्दै मेरो छोटो मिनी भिडियोलाई यहाँ सब गर्न चाहन्छु। थ्याङ्क फर वाचिङ गाइस।